त्यसपछि आएपछि त आँथ्यो अनि त्यसपछि त मलाई ढुङ्गा हानिरहेछ त्यसले ढुङ्गा हानिरहेछ भने होइन दाइ भने नि त मैले त सुरुमा त पैसा माग्ला होला भनेर छैन भाइ भन्न लागिसकेको थिएँ। तर एउटा कुरा चाहिँ हो मान्छे जब केटा मान्छे जब जित्छ नि त्यो बेला त्यो रुन्छ होइन, जब हार्छ नि त्यो बेला हाँस्छ कि। हिजोदेखि चाहिँ फेरि भ्युज बढिरहेछ अनि त्यसपछि हाम्रो हिजो 1 सब्सक्राइबर बढेको छ। को हो त्यो सब्सक्राइबर? थ्याङ्क यू सो मच, मेक स्योर यु कमेन्ट डाउन। हामी सबैजना करण एन्ड टिमकोबाट लभ यु। ए चिपे केटी भयो भने चाहिँ हुँदैन। थ्याङ्क यू थ्याङ्क यू मेरो गर्लफ्रेन्ड चाहिँ। आजको हाम्रो ब्लग सुरुवात जिममा लगेको खाँदै त्यो उठाइरहेको छु अब मुखमा अगाडि आएर ललिपप चुस्दै बसिरहेछ भने के गर्नु भयो पुरै तानिरहेछ है, अगाडि आएर तिल्लो गरेर हेर्छ ललिपप चुसिरहेछ। चुपा चुप चाहिँ 10 रुपियाँमा लिँदै क्या चुवाचुस त 20 रुपियाँ लिन्छ होइन होला चुवाचुस 20 लिन्थ्यो अनि एल्बम 10 लिन्थ्यो होला क्या। ठ्याक्कै डबल लिन्थ्यो चाहिँ मलाई थाहा छ। 20 रुपियाँ त होइन होला, 20 रुपियाँमा कसले ललिपप खान्छ? 20 रुपियाँमा त चौचो हाल्छ भन्छ तिमीलाई लालिपप खानु बेला बेला अब तिमी तोर्चो खान्छौ महँगो सस्तो छ नि त। म त भ्याल्यु हेर्नु परेन र नि। के अनि तिमीले के भन्दै थियौ भने क्या ए त्यस्तो है। धेरै पछि पम्प देखेर हो, धेरै पछि पम्प देखेर खै यार दोस्त यस्तो क्यामेरा सही भएर एक्सट्रिमको स्पोन्सर पाउँछ तिमीले कसरी थाहा थियो? एक्सट्रिमले स्पोन्सर नगरेर हो कि दोस्त, अब एक्सट्रिमले स्पोन्सर गर्छ म एक्सट्रिम गर्छु अनि बल्ल अगाडि गर्छु किन। भिडियोमा त हनुमान देखाएको छौ यहाँ। अहिले त मलाई त यार यो पानी 80% पानी भएको चिया हालेर खुवाए पनि म त त्यो के भन्छ कोल्याब गर्न रेडी छु यार। म चाहिँ त्यसमा कोलाब गर्दिनँ यार। यार यो 80% यार बरु यार 20% के अरे पानी हाल्यो यार। यो लक्ष्मी मिठाई भण्डारमा जाऊ होइन एकचोटि फ्रीको प्रमोसन गरिदिइहाल्छौ क्या सेयर 300 हार जहिले यार। आज हाम्रो सर लक्ष्मी मिठाई भण्डार। तर यार अङ्कलहरूलाई एकचोटि भनौँ तिमी त लास्ट खुसी हुन्छ होला है लक्ष्मी मिठाई भण्डारको पायो भने त। हो यार मलाई होइन लाइफ टाइम चियाको सप्लाई दियोस् होइन तिनीहरूले। म त दिनदिनै भन्छु तिनीहरूको नाम त के भन्छ त स्टारमा हान्न खोज्छ मुनसम्म पुग्छ भन्छ नि त्यस्तै हो के। अनि मुनै स्टार हुने होइन र हो यार मुनै स्टार हो यार तिम्रो लागि यार। तिमी चाहिँ मेरो सबै हो यार। हो यार तिमी नै मेरो मुन, तिमी नै मेरो स्टार हो यार। अब हाम्रो पर्सपेक्टिभ के छ डोमेस्टिक भाइलेन्स प्रति? डोमेस्टिक भाइलेन्स यार यो रक्सी खाएर बच्चाहरूलाई नि कुट्नु हुँदैन, कसैलाई नि कुट्नु हुँदैन नि। बच्चा खाएर बच्चा छेड्के नि कुट्नु नि के अनि भर्खर यस्तै भयो नि। अनि बच्चा खाएर रक्सीलाई कुट्नु हुन्छ ए फेरि यार यत्रो थियो क्या यत्रो थियो हौ यत्रो थियो के भयो भन्दै तर्सिसकेको थियो यार। त्यही त अनि हामीसँग बोल्दै बोल्दैन नि त सिधै त्यो फुजिरा थर्काउनु खोजिरहेको थियो। खोइ एउटा भाइ आयो अनि त्यसपछि पहिला त झ्याप्पै आयो। यत्रो होइन त्यो भाइ आउँदाखेरि होइन पहिला एकचोटि भ्लगमा आएको थियो क्या। अनि मलाई के हो यो भनेर सोधेको थियो कि। अनि मैले आज नि मैले अब भ्लग सकेँ त म आउनु मन लाग्यो होला भनेर बसेँ। अनि त्यसपछि आएपछि त आँथ्यो अनि त्यसपछि त मलाई ढुङ्गा हानिरहेछ त्यसले ढुङ्गा हानिरहेछ भने होइन दाइ भने नि त मैले त सुरुमा त पैसा माग्ला होला भनेर छैन भाइ भन्न लागिसकेको थिएँ। तर त्यो आयो होइन। अनि तर हेर जे होस् हाम्रो सोचाइ कति क्लियर छ क्या। पैसा छैन छैन यार पैसा छैन यार। छैन त के गर्नुहुन्छ यार। अब 5 रुपियाँ भयो नि अब हुन्थ्यो अरू बेला, अब त्यो पनि छैन। 5 रुपियाँ भएको होइन ललिपप खानु। तर होइन यार मैले बुझेन यार त्यो मान्छेलाई के साह्रो त्यति चासो लागेको थियो र हौ। खै यार अर्काको होइन ल घर जा भन्नु त ठिकै हो तर ढुङ्गासुङ्गा चाहिँ किन हाने? त्यो फिक्स रक्सी खाएर आएको थियो। होइन त्यो हिरै हुन खोज्यो होला क्या त्यो बच्चा सच्चाहरूलाई हानेरै। हामीले 1 सौदा के बोला टिल्लै भरेर बस्यो है। तेरो बाउलाई भन्दै म भन्दै थियो त्यसले चिन्दैन थियो होला कि त्यो खुच्चेलाई।
ए म्यान फेरि होइन भने अब दुनियाँले त मेसी रोनाल्डोमा खोटी भेटाइदिन्छ भनेपछि हामी त के हो र हौ फुटबलिङ टर्ममा चाहिँ रइस बफन हो म काराडोना हो तिमी चाहिँ को हो रामोस हो किन काराडोना म्याराडोना कसरी काराडोना म नराम जुन हिसाबको त्यसको त्यो तर एउटा कुरा चाहिँ हो है मान्छे जब केटा मान्छे जब जित्छ नि त्यो बेला त्यो रुन्छ होइन जब हार्छ नि त्यो बेला हाँस्छ कि तँ कहिलेको बिहे होस् हो उठाउँछ त्यो के झरे दाइको शेर इज अ गुड बोय शेर इज अ गुड बोय गुड बोय इज अ गुड बोय गुड ल्याड सो अब आफ्नो टिमले जित्यो कि अर्को टिमले जित्यो भन्नेमा भर पर्छ नि त हो कि होइन भन न हो त्यो त हो अब करप्सन पनि आफूले गर्न पाएछ ओहो भन्ने खालको जे पनि त्यही हो कि आफूले जितिरहेछ भने लाइफ इज फेयर अरूले जितिरहेछ भने कस्तो अनफेयर जस्तो लाग्छ यस्तो खतरा ठाउँमा आएर हामी करप्सनको कुरा गरिदिन्छौँ यार होइन मैले आफ्नै ललिपप खायो यार